साथीहरू कति धेरै हिमचितुवाहरू मैले त आज रियलमै देख्न पाएँ। हिमचितुवाको बच्चा किन बसेको होला है बिचरा, यसलाई घरमा लगेर जानुपर्छ जस्तो छ। र तै बाबा यो आज चिस्न होइन, कति रमाइलो दृश्य हो। धेरैवटा हिमचितुवा घुमिरहेका छन्। यो सानो बच्चालाई त चिसो लागेको जस्तो छ साथीहरू, बिचरा साँच्चीकै चिसो भएर छ। अहिले त छातीमा न्यानो पारेर राख्नु साथीहरू। यो हिमचितुवाको बच्चालाई यसको आमाले छोडेको जस्तो छ। त्यही भएकाले बिचरा अलाई झाडो मानेर बसेर रहेको आफ्नो बच्चालाई किन छोडेको होला है। अनि यो हिमचितुवाको बच्चामा सँग काटी रमाइरहेको छ। ओहो ओ यसले त मेरो गाला बच्चा हाच्यो। ओहो अब यसलाई कसरी छोडेर जाने, माया लाग्दो बच्चा छ, छोड्नै मन लागेन साथीहरू। लाएर जान्छु म त। ओ त हेर रहेछ घाइते जस्तो देखिन्छ, बच्चा त डढियो नि। म त लुके साथीहरू, यसले म माथि अट्याक गर्छ कि भन्ने डर लागेर। हेर्नुहोस् न कति खुसी भएको आमालाई भेटेर। सराना कति मजाले रमाइरहेका हिमचितुवाहरू। अब म चाहिँ जानुपर्छ। ओहो यिनीहरू त मेरो बाटो पछेकेको, सायदै थ्याङ्क यू भन्न खोजेको होला। बिचरा कस्तो माया पो लाग्यो। म जान्छु, तिमीहरू बस ल। हेर्नुहोस् न साथीहरू, यिनीहरू त रुन पो लागे, मेरो पछि पछि आइहाले। कसरी छोड्ने होला नि, के गरौँ, घरमै लागेर जानु भने कसरी पाल्ने। खुब रमाइरहेको छ यो मसँग जान पाएर। हेर्नुहोस् यसको आमा पनि पछाडि आइरहेको छ। यिनीहरूले मलाई छोडेनन् साथीहरू, त्यसैले मसँगै लगेर जाँदैछु। 66 थकाइ लाग्यो, अब एकछिन रेस्ट गर्नु पर्यो। आफ्नै बच्चा जस्तो पो माया लाग्न थाल्यो यिनीहरूको। साथीहरू हामी त धेरै थाक्यौँ है, केही खाने कुरा पनि मिलेन। ओ माई गड, के हो यस्तो, माछा कहाँबाट खस्यो यति धेरै, मलाई त विश्वास नै लागेको चाहिँ। यो बेबी कति खुसी भएको हेर्नु न। यस्तो माछाको वर्षा त मैले पहिलोचोटि देख्दैछु। अब सबै लिएर पकाएर यिनीहरूलाई नि खुवाउँछु, म पनि खान्छु। मजा आउने भयो आज त, कति ठुलो ठुलो माछाहरू। साथीहरू मैले माछा ल्याएर आयो, अब यसलाई मजाले रोस्ट बनाएर खाने हो। यो पनि कति बेला खाना पाउला भनेर कुरेरै बसेको छ। यो चुलोबुले बेबी कति चकचके गरेको। साथीहरू रोस्ट पनि रेडी भयो। रोस्ट धेरै मिठो भएको छ। बिहानदेखि केही नखाएर डुलेको अहिले पो आनन्द आयो। आकाशबाट खसेको माछा त टेस्टी हुनु रहेछ। साथीहरू अब माछा पनि खायो, अब अँधेरो पनि हुन लाग्यो, थोरै रेस्ट गर्नुपर्छ। अब यो सानोलाई समातेर तिर लाग्छु, सबै भित्र जाम है, को इनसाइड। ल अब भित्र आयो, अलिकति आराम गरौँ। यिनीहरू त सुत्न लाग्यो, म पनि सुत्नु पर्यो साथीहरू। त्यो सबैजनालाई गुड नाइट है। मर्निङ साथीहरू, उज्यालो भयो जस्तो छ, धेरै सुत्यो जस्तो छ। अब चिया पिउनु पर्यो साथीहरू। अब यो चिसो चिसो मौसम छ। यिनीहरू उता खेल्दैछन्, म चिया बनाउँदैछु। मेरो चाहिँ रेडी भयो। आहा यो चिसो मौसम, त्यसमाथि चाहिँ मजा नै बेग्लै। चिया लभरहरू कमेन्ट गर्नुहोस् है। साथीहरू हिउँ परिरहेको छ। यो हिम चितुवासँग बस्दा खेल्दा त मैले आफ्नो घर नै बिर्सिसके। यिनीहरू बोल्न नसक्ने तर मान्छे भन्दा पनि इमानदार अनि मायालु छन्। आऊ है यतातिर, कति रमाइलो छ यहाँ त। अब आउनु बाबु, कस्तो हिउँ परेको। यिनीहरू साँच्चीकै खुसी भएका छन् है। मलाई पनि अलिअलि चिसो लागेको छ, तर पनि गड साथीहरू धेरै हिउँ परेको भएर यो सानो बेबी त हिउँमा पुरिनको लाग्यो। चिन्ता नगर्छिन्, त्यो तलाइमा जसरी निकल्छु। त्योहरू झन् धेरै हिउँ पर्न लाग्यो। यो सानो बेबी त कतै हिउँमा पुर्न त होइन, चिन्ता पो लाग्न थालेको छ मलाई त। साथीहरू हिमालको बाटोमा ब्लग गर्दैछु। मेरो काँधमा यो सानो हिउँ चितुवाको बच्चा छ, कतिको रमाइलो देखिन्छ। ए पछाडि भालु देखियो जस्तो लाग्यो। हेर्नुहोस् न, यसले त आज मार्छ जस्तो छ, पछि पछि आएको छ। हामीलाई नगर्न, ओए भालु, के खाइदे। ओ भाग्नु पर्यो, योसँग लड्न सक्दिनँ होला म त। हातमा सुनको बालो, गुचीको चस्मा कालो, दुबई र थाइल्यान्ड घुमी त्यसपछि लन्डन पालो जाने भए जमाया घुमेर माया जने भया जमाया घुमेर माया, जने भया जमाया घुमेर माया। ओहो छैत छैतला है।